त्यसो फाइनली मैले भर्खरै मात्रै राम नाम सत्य मुभी हेरेर आइसकेको छु। अनि यो मुभी मलाई कस्तो लाग्यो, तपाईँको लागि यो वर्थी छ छैन यसको बारेमा त म अगाडि कुरा गर्ने नै छु। बट त्योभन्दा अगाडि पनि तपाईँले पहिला मेरो यो च्यानलमा आइसक्नु भएको छ भने एकचोटि लाइक चाहिँ अवश्य गरिदिनु, किनकि तपाईँहरू कन्जुसी गर्नुहुन्छ लाइक गर्नलाई। सो अब कुरा गरौँ राम नाम सत्य मुभीको बारेमा, जसमा तपाईँहरूले विराज भट्ट, सुशील श्रेष्ठ र अन्य सपोर्टिङ कलाकारहरू हेर्न सक्नुहुन्छ। यो मुभीको डाइरेक्टर हुनुहुन्छ माइकल चन्द, जो यो मुभीको फर्स्ट डेब्युट डाइरेक्टर हुनुहुन्छ। यस, उहाँको यो मुभी फर्स्ट एउटा डेब्युट डाइरेक्सन हो, जसले गर्दा उहाँको कुरालाई म त्यति खोट लाउन अहिले चाहिँ सक्दिनँ, किनकि उहाँले अझ धेरै मुभीहरू बनाओस् अनि त्यसपछि म उहाँको कन्टेन्टमा अझ कुराकानी गर्न पाइन्छ। बट एज अ फर्स्ट डेब्युट डाइरेक्टर उहाँको काम ठिकै लाग्यो। बट मैले पहिला पनि भनिदिएँ, जब मैले यसको टिजर हेरेँ, यसको ट्रेलर हेरेँ, मलाई यो मुभीमा त्यति धेरै एक्सपेक्टेसन यसको केवल एक्सनबाटै थियो। मलाई यसको कहानीसँग त्यति धेरै एक्सपेक्टेसन नै थिएन, जुन मैले पहिला पनि भनिसकेको छु। जब मैले 12 गाउँ देखेको थिएँ फर्स्ट टाइम, त्यो मुभी पनि मलाई ठिकठाकै लागेको थियो। बट विराज भट्ट, समीर भट्ट उहाँहरूको कारणले गर्दा त्यो मुभी सुपर डुपर हिट भयो, सुपर डुपर ब्लकबस्टर बन्यो। र त्यति बेलामा त्यो मुभीले धेरै कमाइ गरेको थियो। अब यही 12 गाउँको सफलतापछि नै उहाँले यो मुभीलाई राम नाम सत्यको एउटा अनाउन्समेन्ट गर्नुभयो। र यसमा सुशील श्रेष्ठबाट म धेरै एक्साइटिङ थिएँ, किनकि मलाई उहाँको एउटा एक्सन अवतार हेर्न मन थियो। एक्सन अवतारमा उहाँ कस्तो देखिनुहुन्छ, उहाँको पुराना मुभीहरू पनि मैले त्यति हेर्न पाएको छैन, बट उहाँको एक्सन फिजिक्सहरू मलाई एकदमै मनपर्ने। सो म उहाँको एक्टिङ, उहाँको एक्सन हेर्न चाहन्थेँ, जुन कुरा यो मुभीले मलाई डिसपोइन्ट गरिहाल्यो। र मैले पहिला पनि भनेको थिएँ, मलाई मुभीको स्टोरीबाट कुनै पनि एक्सपेक्टेसन छैन, बट मुभीको मलाई एक्सन मलाई एकदमै मन पर्यो। यस, अब हुन त यो त्यही साउथ इन्डियन मुभीको टेम्प्लेट फिल गर्छ, एकचोटि हानेपछि 10 चोटि उड्ने त्यस्तै चिज हो। तर यो नेपाली भर्जनमा मलाई यो मुभीको एक्सन चाहिँ मन पर्यो, र विराज भट्टको यसमा कुनै पनि कमजोरी नै फिल भएन। यस, उहाँ आफ्नो एक्सन अवतारमा त्यस्तै पहिला जस्तै एक्सनमा देखिनुहुन्छ, र उहाँको एक्सन अवतार मलाई एकदमै मनपर्छ। उहाँ सामान्य रोलमा या नर्मल रोलहरूमा त उहाँ सुहाउँदैन जस्तो मलाई पनि फिल हुन्छ। सो यस, उहाँको एक्सन अवतार एकदमै मन पर्यो। बट अब फेरि भन्छु, कहानी चाहिँ एकदमै डिसपोइन्ट तपाईँहरूले फेरि गर्छ, किनकि मैले भने कहानीबाट मेरो एक्सपेक्टेसन नै थिएन, बट फेरि पनि कहानीले मलाई डिसपोइन्ट नै गर्थ्यो। तर 12 गाउँभन्दा मलाई यहाँ केही कुराहरू चाहिँ राम्रो लाग्यो। साँच्ची भन्नुपर्दा, अनेस्टली भन्नुपर्दा मलाई 12 गाउँ योभन्दा नि नराम्रो लागेको थियो। बट अब हेरौँ के हुन्छ। 12 गाउँ सबैलाई मन परेको थियो। सो विराज भट्टको यदि तपाईँ फ्यान हुनुहुन्छ र एकदमै उहाँको कहानी एक्सनहरू मन पराउनुहुन्छ, सायद तपाईँले यो मुभीलाई पनि मन पराउनुहुन्छ। बट तपाईँ स्टोरीसँग ग्रिपिङ खोज्नुहुन्छ, स्टोरीसँग केही कनेक्सन होस् भन्न चाहनुहुन्छ भने तपाईँलाई त्यो चिज यो मुभीले दिन्न, पक्कै पनि दिन्न। अनि अर्को कुरा रह्यो, अब दोस्रो कुरा जसको बारेमा सायद तपाईँहरूले फेसबुक टिकटक चलाउनु भयो भने पक्कै पनि थाहा पाइसक्यो होला। यदि यो मुभी अब सेकेन्ड पार्ट पनि आउनेवाला छ, यानि राम नाम सत्यको सेकेन्ड पार्ट पनि आउनेवाला छ, जुन कुरा मुभीले योभन्दा अगाडि कहीँ पनि भनेकै थिएन। यो कुरा हेर्दा मलाई अलिकति डिसपोइन्ट जन फिल भयो कि तपाईँले कुनै पनि यसको बारेमा कुनै पनि पोस्टरमा अनाउन्समेन्टमा यस्ता कुराहरू गर्नै भएको थिएन। अनि अचानक यो मुभीले तपाईँले मुभीमा कुनै पनि उत्तरै नदिँदा, कुनै पनि प्रश्नको उत्तर दिन किन भयो, कसरी भयो, ती चिजहरूको बिना कुनै जवाफ दिइकन तपाईँले इन्डिङमा ल्याएर छोड्छ र सेकेन्ड पार्टतिरको इसारा दिन्छ। सो यो चिजहरू मलाई एकदमै यो डाइरेक्टर, प्रोड्युसर या भनौँ यो जुन मुभी बनाउनेहरू अहिले छन्, उहाँले यो अचानक किन गर्नुहुन्छ। तपाईँको फर्स्ट मुभी अहिले पासै भएको छैन, यानि फर्स्ट मुभी कस्तो हुन्छ के हुन्छ त्यसपछि पो तपाईँको त्यसको प्रतिक्रियापछि, रियाक्सनपछि तपाईँले सेकेन्ड पार्टको अनाउन्समेन्ट गर्नुपर्ने हो। बट अहिले सबैलाई सेकेन्ड पार्टको भूत चढेको छ। फर्स्ट पार्ट आउँदै सेकेन्ड पार्टको एउटा त कन्फर्मेसन गरिदिन्छन्। फर्स्ट पार्ट तपाईँको कतिको चल्छ त्यसमा भर पर्ने, या तपाईँले स्ट्रक्चर यसरी गर्नु पऱ्यो कि मुभीले कमसेकम तपाईँले सेकेन्ड पार्टको एउटा कतोहुल्ता यानि एक्साइटिङ फिल होस्, जुन कुरा यो मुभीले फेरि पनि गर्दैन। कुनै कुरा बिचमा राखेर अड्काइदिन्छ, यानि यसको जवाब पनि तपाईँले सेकेन्ड पार्टमा दिने। अनि त्यो चिजहरू मलाई एकदमै मन पर्दैन यति बेला। सो ओभरअल मुभीलाई तपाईँले डिसपोइन्ट एक्सनको मामलामा गर्दैन, बट कहानी मैले फेरि भने कहानीमा यो मुभीले तपाईँले डिसपोइन्ट गर्छ। सिनेमेटोग्राफी ठिकै लाग्यो मलाई, कलर प्यालेटहरू ठिकै लाग्यो,
त्यही एउटा केजिएफ टाइपको भाइब्स या पुराना मुभीहरूको भाइब्स दिन्छ अनि त्यो ठिक लाग्यो। एन्ड आयुष सिंह ठकुरी, यस आयुष सिंह ठकुरी जो एउटा डेब्युट रोलमा हुनुहुन्थ्यो, उहाँ अलि चर्चामा पनि हुनुहुन्थ्यो। उहाँलाई जस्ट एउटा क्यामेरो रोलमा राखेको छ। उहाँको त्यति धेरै केही पनि छैन, एन्डिङमा हुन्छ र उहाँलाई सेकेन्ड पार्टको लागि बचाएको छ। त्यो किन कसरी अब त्यो त तपाईँहरूले मुभीमा हेर्नु। र सुशील श्रेष्ठलाई मैले धेरै एक्सपेक्टेसन राखेँ त उहाँलाई मुभीमा अझ धेरै रोल पाएको भए हुन्थ्यो, बट उहाँ पनि एज अ क्यामियो टाइपको जस्तै फिल हुन्छ। मतलब उहाँको रोल छ बट त्यो एकदमै कन्जस्टेड थोरै फिल हुन्छ र त्यो कहानीमा कुनै पनि रिलेटिभ फिल हुँदैन। यानि कहानी किन हुनुहुन्छ, अब त्यो किन हो, त्यो चिजहरू मलाई किन अनौठो फिल भइरहेको थियो। सो यस, ओभरअल मुभी एक्सन प्याक छ, स्टोरी छैन, सिनेमाटोग्राफी ठिक छ। र एउटा कुरा मलाई कहाँ अल्झियो त्यो भने जब मैले हेरिरहेको थिएँ त्यो मुभी हेर्दाखेरि फर्स्ट एक्सन सिनमा के फिल भएको थियो भने त्यो लाइटनिङहरूको जुन तपाईँले राख्नु भएको छ नि, जुन प्लेसमेन्ट गर्नुभएको छ, त्यो लाइट एकदमै त्यो क्यारेक्टरको ब्याकग्राउन्डमा एकदमै आइरहेको थियो। त्यो अब आर्टिफिसियल लाइट हो होइन, त्यो आर्टिफिसियल लाइट यति राम्रो, यति धेरै खड्किरहेको थियो मेरो आँखाले। तपाईँहरूले त्यो फिल गरेन, मलाई चाहिँ एकदमै फिल भइरहेको थियो। हरेक क्यारेक्टरको ब्याकग्राउन्डमा त्यो लाइटनिङहरू भइरहेको थियो अनि त्यो एकदम आँखालाई खड्किरहेको थियो। त्यसको प्लेसमेन्ट तपाईँले राम्रो गरेन जस्तो मलाई चाहिँ फिल भयो। ओभरअल ठिक छ, बच्चाहरूसँग सकेसम्म नलानु होला, किनकि काटामार त्यो ब्लड सेल बढी नै देखाएको छ। हुन त ब्लर गरेछ हरेक चिजमा, हात काट्नेदेखि लिएर त्यो टाउकोदेखि लिएर हरेक चिजहरूमा ब्लर चाहिँ गरेछ, बट फेरि पनि सकेसम्म बच्चाहरूसँग चाहिँ टाढै राख्नु होला। परिवारसँग चाहिँ मजाले हेर्न सक्नु, त्यस्तो वल्गरिटी केही पनि छैन। केही सिनहरू यो आजभोलिको नयाँ जुन एक्सन प्याक मुभीहरूबाट इन्सपायर फिल हुन्छ। जुन मास्कवाला पनि, जुन मैले ट्रेलरमा पनि मलाई यो फिल भइसकेको थियो, एकदमै इन्सपायर फिल हुन्छ। अनि एक्सन सिनमा पनि अब लजिक त त्यही हो, लजिक खोज्न त कुरै भएन। यो एउटा साउथ इन्डियन फिल्मको जस्तो, जसलाई नेपाली मसलामा प्याक गरेर राखेको फिल हुन्छ। एन्ड विराज भट्टको भोइस, उहाँको दमदार एक्सन, उहाँको अरा त मलाई जहिले राम्रो लाग्छ। फिल्ममा प्रब्लम धेरै छ, तर त्यो कुराकानी गर्नुभन्दा पनि धुरन्धर बाहेक कुनै पनि नयाँ मुभीहरू छैन र यति बेला नेपाली मुभीहरू नभएको खण्डमा तपाईँले एकचोटि गुड फ्राइडेको रूपमा इन्जोय गर्न सक्नुहुन्छ फ्यामिलीसँग बसेर, नत्र पनि इग्नोर गर्न पनि खासै फरक चाहिँ नपर्ला। यही रह्यो मेरो थट। तपाईँको थट यसमा के छ, तपाईँको ओपिनियन के छ, तपाईँ यो गुड फ्राइडेमा के मुभी हेर्न चाहनुहुन्छ, या फेरि धुरन्धर हेर्ने प्लानिङ छ, या कुनै नयाँ मुभी हेर्ने सोचमा छ जसमा डकेट सायद यो हप्ता नयाँ रिलिज भएको छ। तपाईँको थट पनि हाम्रो कमेन्ट बक्समा सेयर गर्न नबिर्सनु, बिकज योर ओपिनियन म्याटर्स। म भेट्छु फेरि अर्को भिडियोमा। टिल देन स्टे सेफ एन्ड पिस।